नमस्ते, म विमल पोखरेल। आज हामीले सेतो पार्टीले प्रकाशित गरेको एउटा सम्पादकीयको विषयमा छलफल गर्न गइरहेका छौँ। साउन 12 गते प्रकाशित सम्पादकीयमा सेतो पार्टीले अपवाद बाहेक आत्मदह र आत्महत्याका समाचार प्रकाशित नगर्ने भन्ने शीर्षकमा एउटा सम्पादकीय लेखेको छ। म यस विषयमा सेतो पार्टीका सम्पादक अमित ढकाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले विगतमा समाचारमा जुन हेलचेक्राइ गरियो, आत्महत्या सम्बन्धी वा आत्मदाह सम्बन्धी समाचारहरूलाई जसरी ग्लोरिफाई गरियो, एकपक्षीय ढङ्गले प्रकाशित गरियो, त्यसप्रति माफी माग्दै आगामी दिनमा अपवाद बाहेक प्रकाशित नगर्ने भनेर चाहिँ उहाँले सम्पादकीय लेख्नुभएको छ। असार 25 गते गणेश नेपाली भन्ने व्यक्तिले काठमाडौँमा आत्महत्या गरे, त्रिपुरसुरमा आत्मदाह गरे भनौँ न, शरीरमा पेट्रोल खनाएर। त्यसको विरुद्धमा सिङ्गो देशले यसरी ग्लोरिफाई गर्यो कि उक्त आत्मदाहको प्रमुख दोषी प्रधानमन्त्री बालेन्द्र शाह हुन्, गृहमन्त्री सुदन गुरुङ हुन्, काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गल हुन्, लगायतका धेरै विषयहरू उठाइयो। त्यसरी उठाउनेमा गने चुनेका लगभग सबै सम्पादकहरू, राजनीतिक दलका नेताहरू, पत्रकारहरू, राजनीतिक दलका कार्यकर्ताहरू, सांसदहरू, हैन, अनि एक्टिभिस्टहरू, जसलाई राजनीतिक गर्नु छ, राजनीतिक मसला बनाउनु छ, युट्युबरहरू, यी साराका सारा मान्छेहरूले त्यो ग्लोरिफाई गरे। म मात्रै एकजना, अरू पनि केही नगर्ने मान्छेहरू थियो होला नि, तर म त्यसको सम्पूर्ण त्यो निन्दनीय कार्यको मैले लगातार विरोध गर्दै आएँ कि कुनै पनि आत्मदाहका घटनालाई यसरी ग्लोरिफाई गरिनु, एकपक्षीय ढङ्गले प्रस्तुति गरिनु र कुनै व्यक्तिलाई दोषी देखाउँदा त्यसको दीर्घकालीन रूपमा नकारात्मक असर पर्नेछ। कैयौँ व्यक्तिहरूले आत्मदाह गर्नेछन् र जुन जोखिमका मान्छेहरू छन् तिनीहरूले चाहिँ थप जोखिममा पर्छन्, यो गलत तरिका अपनाइयो भनेर लगातार लेखेँ। कैयौँ मान्छेहरूले मलाई सहनै नसक्ने गरी गाली गरे। यद्यपि म त्यो गालीको प्रवाह गरिनँ, किनभने म झन्डै 9-10 वर्ष अगाडि नै मैले यस्ता खालका अन्तर्राष्ट्रिय समाचारहरू अथवा त्यो एउटा सामग्री मैले पढेको थिएँ। म त्यसको आधारमा र समाजमा घट्ने घटनाहरूलाई मैले नजिकबाट विश्लेषण गरिरहेका थिएँ। प्रचण्ड प्रधानमन्त्री हुने बेलामा बानेश्वरमा प्रेम प्रसाद आचार्य भन्ने एकजना व्यक्तिले शरीरमा पेट्रोल खनाएर आगो लगाए र त्यसको सारा दोष मान्छेहरूले प्रचण्डमाथि खनाए, हैन, र सिङ्गो त्यो आत्महत्या गर्ने कारण चाहिँ प्रचण्ड हो भनेर चाहिँ गरे। कुनै पनि व्यक्तिले आत्महत्या गर्दाखेरि चाहिँ जैविक, मनोवैज्ञानिक, सामाजिक कारणहरू हुन्छन् र कुनै एउटा मात्रै कारणले मान्छेले आत्महत्या गर्दैन, त्यो स्वाभाविक, त्यो देखिँदैन। अर्को कुरा के हो भने नेपाली समाज कुन ढङ्गले पतन भइसकेको छ भन्ने कुरा पनि छलफल गरौँ कि आत्महत्या गरेका मान्छेलाई शहीद घोषणा गर्नुपर्छ भनेर अभियान चल्यो। प्रेम प्रसाद आचार्यको बारेमा पनि त्यही कुरा उठाइयो, मागको रूपमा उठाइयो। गणेश नेपालीको हकमा पनि त्यही मागलाई उठाइयो र त्यति बेला चाहिँ जलेका एकदमै आतंकित पार्ने, समाजलाई आतंकित पार्ने, मनोविज्ञानमा एकदमै असर पार्ने खालका भिडियोहरू, फोटोहरू सामाजिक सञ्जालमा छ्यापछ्यापी पारियो, प्रकाशन गरियो, सारा गरियो। यो अपराध हो भन्ने कुरा मान्छेले, मनोविज्ञान त्यो उनै थिएन, किनभने मान्छेलाई बालेन्द्रको विरोध गर्नु थियो, सुदनको विरोध गर्नु थियो र उनीहरूलाई मसला मिलिरहेको थियो। यो कस्तो खालको मसला हो जहाँ गलत प्रकारले गलत धन्दाहरूलाई ग्लोरिफाई गर्ने र यो खालको मसला चाहिँ मा राजनीति गर्ने। म सेतो पार्टीलाई पुनः धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उसले ढिलै भए पनि माफी मागेर चाहिँ समाचार छापेको छ र उसले केही विषयहरू उठाएको छ, जस्तो कि त्यस्ता खालका समाचारले कसरी ट्रिगर गर्छन् भन्ने कुरा चाहिँ शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सुलभ बल्ल पन्तलाई उसले उद्धृत गरेको छ। उसले के भनेको छ भने एउटा घटनाले मानसिक सङ्कटसँग जुधिरहेको अर्को व्यक्तिलाई ट्रिगर गर्न सक्ने भनेर चाहिँ उसले भनेको छ। र कतिपय अवस्थामा चाहिँ यस्ता घटनाहरूले मान्छेहरूलाई जोखिममा धकेल्ने, हैन, सनसनीपूर्ण बनाउने, एकपक्षीय बनाउने, यी लगायतका धेरै कुराहरू चाहिँ हुन्छ। र अर्को कुरा के हो भने हजारौँ कुराहरू आउँदाखेरि एक दुईटा मान्छेको भगाइसँग त त्यस्ता कुराहरू मिल्छन्,
हैन। र यस्तो खालको चाहिँ जुन विषय हो यसलाई चाहिँ त्यहाँ के भनेको छ भने कपी क्याट सुसाइड भनिन्छ। त्यो हालले मनोविज्ञान गरेर चाहिँ हुने आत्महत्यालाई भनेर त्यहाँनिर चाहिँ उल्लेख गरिएको छ हैन। र उसले चाहिँ के भन्यो भन्दाखेरि सेतो पार्टीले के स्वीकार गर्यो भने हामीले दिएको समाचारहरू ग्लोरिफाई र एक पक्षीय प्रस्तुति भयो हैन। यसले चाहिँ उसले के पनि भन्यो भने कुनै पनि आत्महत्याको घटना कुनै एउटा क्षणिक कारण वा निश्चित व्यक्ति निकायको कमजोरीको कारण मात्र हुँदैन भन्यो। त्यसका पछाडि जैविक मनोवैज्ञानिक सामाजिक जस्ता बहुआयामी कारण हुन्छन्। तर मिडियामा अक्सर तत्कालिक क्षणिक कारणलाई नै बढी ग्लोरिफाई गरेर प्रस्तुत गरिँदा यसले घटनाको पूर्ण चित्र उजागर हुन नपाउने मनोविदहरूको भनाइ छ भनेर चाहिँ उसले के गर्यो भन्दाखेरि स्वीकार गर्यो हैन। आफ्ना गल्तीहरूलाई यसरी चाहिँ उसले हेर्यो। र उसले के भन्यो भन्दाखेरि पत्रकारिताप्रति उसले प्रश्न उठायो। पत्रकारिता केवल खबर पुर्याउने माध्यम मात्र होइन, समाजप्रति उत्तरदायी हुने अभ्यास पनि हो। त्यसैले आत्महत्याका घटनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्नुको सट्टा मिडियालाई यसलाई रोकथामको एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिनुपर्छ भनेर सेतो पार्टीले सम्पादकीय लेख्यो। जब गणेश नेपालीको आत्महत्या दपछि त झन्डै 7-8 जना मान्छेहरूले त पेट्रोल शरीरमा आगो लगाए, कसैले गाडीभित्र कसैले कहाँ हैन। त्यो गरे, त्यत्रो ठुलो क्षति त भयो नि त। त्यसपछि मात्रै उसले के गर्यो भन्दाखेरि उसले आफ्नो गल्ती महसुस गरेर सम्भवतः उसले गर्यो हैन। त्यसपछि उसले अन्तर्राष्ट्रिय मापदण्डहरू के छन् हैन, विश्व स्वास्थ्य सङ्गठनहरूले चाहिँ के गर्यो भनेर चाहिँ उसले भनिरहेको छ। र अन्तर्राष्ट्रिय रूपमा के छ भन्दाखेरि वार्षिक झन्डै 10 लाख मान्छेहरूले आत्महत्या गर्ने गर्छन् हैन। त्यसको ठेकेदार को हो त? नेपाल त ल एकछिनले मानौ गरिब देश हो, नेपाल जस्ता गरिब देशहरूमा पनि आत्महत्या हुन्छ। त्यसो भए युरोप अमेरिका जस्ता विकसित देशहरूमा जहाँ चाहिँ शान्ति छ, जहाँ अधिकांश मान्छेले रोजगारी पाएका छन् हैन, जहाँको जीवनशैली अत्यन्तै उच्च स्तरको छ भने त्यहाँ पनि आत्महत्याका घटनाहरू भइरहेका छन्। त्यो कारण के हो त हैन? त्यसको जिम्मा कसले लिने हो त? के त्यहाँका प्रधानमन्त्रीहरूले, मन्त्रीहरूले, गृहमन्त्रीहरूले, महानगरपालिकाको प्रमुखले मात्रै लिने हो त? ठेक्का तिनीहरूको मात्रै हो? त्यो होइन। त्यसले गर्दाखेरि चाहिँ यी विषयहरूमा सेतो पार्टीले लेख्यो, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सर्वसाधारण व्यक्तिले गरेका आत्महत्या घटनालाई सामान्य समाचार नै बनाउँदैनन् भनेर उसले लेख्यो हैन। समाचार बनाउनै पर्ने अवस्थामा पनि उक्त घटनालाई आत्महत्या वा आत्महत्या भनी सम्बोधन नगर्ने, शीर्षकमा त यस्ता शब्द राख्दै नराख्ने हैन, र सामान्य मृत्युको रूपमा प्रस्तुत गर्ने भनेर चाहिँ उसले लेख्यो हैन। सेतो पार्टीमा चाहिँ उसले के लेख्यो भन्दाखेरि उसले भन्यो, उदाहरणका लागि यस्ता घटनामा प्रयोग गरिएका साधारण समाचार मूल्य हुँदैनन्। कसरी आत्महत्या गरियो भनेर विस्तृत वर्णन त उनीहरू लेख्दैनन्। गणेश नेपालीको घटनामा सेतो पार्टीसहित हामी धेरै नेपाली सञ्चार माध्यमहरूले उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल झिकेर आफ्नो जिउमा खनाएका थिए भनेर लेख्यौँ। यसरी लेख्नु संवेदनशील पत्रकारिता होइन भनेर विभिन्न सञ्चार संहिताले भनेका छन् हैन भनेर चाहिँ उसले कुनै पनि घटनालाई अतिरञ्जित गर्नु हुँदैन भनेर चाहिँ उसले लेख्यो। त्यति मात्रै होइन, मृतकले छाडेका सुसाइड नोटहरूलाई पनि प्रकाशन नगर्ने भनेर चाहिँ उसले लेख्यो। त्यति मात्रै होइन, शरीरमा आगो लागेको पोलेको तस्बिर भिडियो प्रकाशन गर्न मनाइ छ अथवा निषेध गरिएको छ भनेर समेत पनि सेतो पार्टीले आफ्नो सम्पादकीयमा लेख्यो। र उसले चाहिँ आफूलाई आफ्ना सम्पूर्ण उसले गल्तीहरूलाई स्वीकार गर्यो। मैले बारम्बार कयौं भिडियोहरू पनि बनाएको छु, लेखेको पनि छु। मैले त्यो किन पनि भने यसलाई नेपाली सञ्चार माध्यमहरूले अझ मेरा अनन्य मित्रहरू, मैले त तिनीहरूलाई आत्महत्याका ठेकेदार भन्ने गरेका छु। जागृत रायमाझी, ऐन महर हैन, जल्दा बल्दा युवा नेताहरू हैन, उनीहरूले त सबै ठेक्का नै लिए जस्तो गरे। र मैले त्यसपछि विभिन्न धर्महरूले के भन्छन् आत्महत्याको सन्दर्भमा त्यो पढेँ, विभिन्न दार्शनिकहरूले के भनेका छन् मैले त्यो विषयमा पनि त्यसपछि अध्ययन गरेँ। र प्लेटो, अरस्तु लगायतका चाहिँ दार्शनिकहरूले त आत्महत्याको एकदमै धेरै विरोध गरेका रहेछन्। इमानुएल कान्टले त त्यसलाई अनैतिकसम्म भनेका छन्। त्यसले गर्दा के हो भन्दाखेरि कुरा चाहिँ यसलाई नेपाली समाजमा अत्यन्तै तुच्छ प्रकारले स्वयं जोखिममा भएका व्यक्तिहरूलाई नै असर गर्ने गरी समाचारहरू प्रकाशन गर्ने, प्रसारण गर्ने, ग्लोरिफाई गर्ने जुन धन्दा चलाइयो, यो धन्दा बेठिक थियो। र म आशा र अपेक्षा गर्दछु कि सञ्चार माध्यमका सम्पादकहरूसँग कि तपाईहरूले यो धन्दा बन्द गर्नुहोस्। कुनै पनि समाजलाई नकारात्मक असर गर्ने, ट्रिगर गर्ने, दुर्सान गर्ने गरी समाचारहरू, भिडियोहरू प्रकाशित गर्ने, एकपक्षीय ढङ्गले समाचार लेख्ने यो धन्दा
सम्पादकहरूले किन गर्छन्? यसको उद्देश्य के हो? के नेपालका सम्पादकहरू जसका लाखौं चाहिँ पाठकहरू छन् उनीहरूको समाजप्रति कुनै उत्तरदायित्व हुँदैन? उनीहरू आफ्नो उत्तरदायित्वबाट विमुख हुन पाउँदैनन्। उनीहरूको पनि समाजप्रति जिम्मेवारी हुन्छ, उनीहरूको पनि समाजप्रति जवाफदेही हुन्छ हैन? र यो जिम्मेवारी र जवाफदेही वहन गर्नको लागि उनीहरू बाध्य छन्। यो कुनै ऐच्छिक विषय होइन। जिम्मेवारी र जवाफदेही वहन गर्ने सञ्चार माध्यमहरूले त्यो वहन गर्नु कुनै ऐच्छिक विषय होइन। मन लागे जिम्मेवारी वहन गर्ने, मन लागे नगर्ने, यो कुनै ऐच्छिक विषय होइन। यो बाध्यात्मक विषय हो, यो बाध्यताको विषय हो। त्यसले गर्दाखेरि उनीहरू त्यसमा जिम्मेवार हुनुपर्छ, जवाफदेही हुनुपर्छ। र ढिलै भए पनि सेतो पार्टीले आत्मालोचनासहित, क्षमाचनासहित सम्पादकीय प्रकाशन गरेर जुन एउटा नजिर बसाल्न खोजेको छ, म पुनः सेतो पार्टी र त्यसका सम्पादक अमित ढकाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस्ता प्रकारका गलत उद्देश्यले समाचारहरू प्रकाशन गर्ने हैन, यस्ता कामहरू नगराउँ। समाजलाई शान्तिपूर्वक कुनै पनि समस्याको शान्तिपूर्वक समाधानहरू खोजौँ, संवाद गरौँ, छलफल गरौँ, घटनाको गहिराईसम्म पुगौँ हैन? तत्काल के देखियो त्यही मात्रै अन्तिम कारण हो, तत्काल देखेकै कारणै अन्तिम हो, त्योभन्दा अगाडि त्यसका पछाडिका घटनाहरू नै छैनन् भन्ने जसरी चाहिँ जुन प्रस्तुत गर्ने गरिएको छ, यो धन्दा बन्द गर्नको लागि म सबै साथीहरूलाई, मेरा मित्रहरूलाई अनुरोध गर्न चाहन्छु। र मैले सेतो पार्टीले यो सम्पादकीय लेखेपछि एक प्रकारले मैले मेरो विजय नै हो भन्न त चाहदिनँ, तर कम्तीमा पनि मैले विगतदेखि नै जुन एउटा उद्देश्य राखेर आफ्ना सामग्रीहरू प्रस्तुत गर्ने गर्दथेँ, त्यसमा सेतो पार्टीले पनि एउटा हातमा हात मिलाएकोमा पुनः धन्यवाद दिन चाहन्छु। आजको छलफल यति नै। भिडियो अलि लामो भएको छ, अन्तिमसम्म हेरिदिनु भयो। पुनः तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।